र मान्य सदस्यहरू, सभामुखले निर्णयार्थ मात्र पेश गर्न सक्छ। सभामुखले ती संशोधित मुद्दाहरू स्वीकार गर्ने या अस्वीकृत गर्ने भनेर मैले यही सभालाई छोड्ने हो मान्य सदस्यहरू। र यही सभाबाट मान्य सदस्यहरूले अन्य मान्य सदस्यहरूलाई कन्भिन्स गरेर यहाँहरूले त्यसलाई अस्वीकृत गर्न सक्नुहुन्थ्यो मान्य सदस्यहरू। मैले कुनै संशोधन स्वीकृत वा अस्वीकृत मैले गरिरहेको छैन मान्य सदस्यहरू। मैले त निर्णयार्थ पेश मात्रै गरेको छु। त्यसकारणले मान्य सदस्यहरूलाई यति ज्ञान हुनुपर्छ। हाम्रो संविधान, नियमावली, हाम्रा प्र्याक्टिसहरूलाई हेर्दाखेरि हामी विधेयकहरूमा छलफलहरू गर्छौँ, त्यसपछि त्यहाँ संशोधन मागिन्छ। संशोधन मागिसके पछाडि संशोधनहरू पर्छ र संशोधनहरू आइसके पछाडि त्यसको समितिमा पठाउने कि सदनमै दफावार छलफल गर्ने भनेर छलफलहरू हुन्छ। र हिजो पनि भएको के थियो त भन्दा दफावार छलफल यहीँ संसदमा गर्ने भनेर मान्य सदस्यहरूले पास गर्नुभएको थियो यही हलबाट। त्यही स्वरूप हामी अगाडि बढ्यौँ।